एकपछि अर्को घटना। एउटा सानो बालक घरभित्र गयो भनेर त्यसरी कुटपिट गर्न पाइन्छ? यो कुन तन्त्र हो? तिमीहरूका बाउको राज छ? एउटा बच्चाले गल्ती गर्दैमा त्यो पनि कुनै ठुलो अपराध होइन। एउटा अन्जान बच्चा घरभित्र गयो भन्दा बित्तिकै त्यसरी कुटेर रात मन्दाल पार्ने तिमीहरूका हात, कसम एक दिन तिनी हात एउटा आर्नेले बनाएको खुकुरीले छ्वाक्क पारेर काट्दिम जस्तो हुन्छ हो मलाई त। रोल्पाको गङ्गदेव गाउँपालिकामा भीमबहादुर खत्री नाम गरेका एउटा जानवरले खगेन्द्र विक 10 वर्षका बालक, जुन नाबालक भनौँ होइन, भित्र गयो भन्दैमा यसरी चाहिँ कुटपिट गरेर रक्तेल र मक्तेल पारेछन्। त्यही माथि त्यो बाबुलाई हस्पिटल उद्धार गरेर हस्पिटल लाँदै गर्दा फेरि गोपाल विक माथि पनि धारिलो हतियारले प्रहार गरेर चाहिँ यसरी चोटपटक लागेको छ। यो कुन तन्त्र हो र यो समाज कतातिर जाँदैछ? कहिले हो सोच बदल्ने? जबसम्म सोच बदलिन्न तबसम्म यस्ता घटनाहरू घटिरहन्छन्। त्यसैले सोच बदलौँ। सबै बाहुन त्यस्ता भन्नु छैनन्, धेरै राम्रा सोचका पनि छन्, तर कुही यस्ता छन् कि जिउँदै खाल्डो खोलेर जिउँदै जलाइदिएर जल्दा जल्दै त्यो खाल्डोमा हालेर पुर्ने जस्ता छन्। होसियार होसियार सबैजना।